Hello everyone, welcome to our channel. आज हामी डबल टप या डबल बटमको रूपमा हेर्न गइरहेका छौँ है त। फर्स्टमा अब मैले गोल्डको चार्ट लिएँ है त, डेली जुन अहिले रनिङ भइरहेको छ। अब तपाईँको जुन यसमा प्याटर्नमा फर्स्टमा हेर्नु पर्दाखेरि जुन यो हायर हाई हुँदै गइरहेको थियो होइन, हायर हाई हायर लो प्याटर्न हुँदै गइरहेको छ। त्यसपछि तपाईँको जुन यो सपोर्ट लेभलमा भनौँ न, सपोर्ट लेभलमा जब तपाईँको सपोर्ट लेभलमा सपोर्ट लिएर माथि गयो, त्यसपछि तपाईँको जुन हायर हाई प्याटर्न बन्नु छ, तपाईँको अप ट्रेन्ड नै लाग्नु छ भने भनौँ न, अप ट्रेन्ड लाग्नु छ भने तपाईँको जुन यो हाईभन्दा माथि क्लोजिङ हुनु पर्यो। त्यसपछि तपाईँको एउटा अप ट्रेन्ड फेरि पनि कन्टिन्यू भएको छ अरिङको। अब बाई चान्स तपाईँको यही क्लोजिङमा हाईबाट तपाईँको या क्लोजिङबाट भनौँ न एउटा सेलिङ सिग्नल देखिन्छ। अब तपाईँहरूले कतिको हेर्नु भएको छ, स्पिनिङ क्यान्डल हो। स्पिनिङ क्यान्डलपछि तपाईँको जुन यो क्लोजिङ भएको छ, क्लोजिङ भएपछि तपाईँको अझ पनि यसमा रिजेक्सन आएको देख्न सक्नुहुन्छ। यो रेन्जबाट भनौँ न, यो रेन्जबाट रिजेक्सन क्यान्डल सिग्नल भनौँ न, सिग्नल आएको देख्न सक्नुहुन्छ। त्यसपछि तपाईँको यदि यो साँच्चीकै डबल बटम हो, डबल टप भनौँ न, अहिलेलाई डबल टप हो भने तपाईँको जुन यो एम प्याटर्न छ, एम प्याटर्न भन्दा यो जुन यो सपोर्ट देखिरहेको छ, त्यो सपोर्टभन्दा तलतिर क्लोजिङ हुनुपर्ने हुन्छ। त्यसपछि तपाईँको यदि यो ब्रेकआउटमै तपाईँको इन्ट्री गर्न सक्नुहुन्छ भने, यदि होइन तपाईँको ब्रेकआउट होइन, तपाईँको डिफेन्सिभ ट्रेडर हुनुहुन्छ भने यहाँ पुल ब्याक जाँदाखेरि तपाईँको स्टप लस चाहिँ यसमा तपाईँको टाढो पर्छ है त। या तपाईँको अझ नर्मली हेर्न सक्नुहुन्छ, कसरी हेर्न सक्नुहुन्छ भन्दाखेरि यसको 50% भनौँ न, अहिलेलाई जुन यो लेगको 50%सम्म चाहिँ तपाईँले स्टप लस राख्नुपर्ने हुन्छ। अहिलेलाई 50% भनेको यो क्यान्डल हो है त। त्यसको 50%सम्म चाहिँ तपाईँको मिडल पोइन्ट भनौँ न, मिडल पोइन्ट रेन्जको मिड पोइन्टसम्म चाहिँ स्टप लस राख्नुपर्ने हुन्छ। यो तपाईँको सक्नुहुन्छ भने त हाई नै हुन्छ, तपाईँको टपै हुन्छ। अब होइन तपाईँको सक्नुहुन्न भने यसैको क्यान्डल यसैको माथिपट्टि राख्न सक्नुहुन्छ। यदि होइन तपाईँको यदि पनि फेरि ब्रेकआउट हुँदाखेरि या तपाईँको सिग्नल दिँदाखेरि यहाँ सिग्नल दियो भने भनौँ न, सेलिङ क्यान्डलको सिग्नल दियो भने फेरि पनि तपाईँको सेलिङ गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ अब यसमा क्राइटेरियाहरू के छन् भन्दाखेरि तपाईँको जुन यो डबल बटम हुने भइहाल्यो। त्यसपछि डबल बटम भइसकेपछि यो जुन यो तपाईँको नेक भनौँ न, यो नेकलाई चाहिँ नेकभन्दा तलपट्टि क्लोजिङ हुनुपर्ने हुन्छ। अहिलेलाई नेकपट्टि यतापट्टि साल्यो है त। मैले सपोर्ट भएको कारणले गर्दाखेरि मैले यो लिएँ। अनि तपाईँको यसमा चाहिँ ट्विटर रेन्ज है लिनु होला, एउटा विक लिनु होला, एउटा त्यसपछि अर्को क्लोजिङ लिनु होला, हाई लो क्लोजिङ। यदि यो लोभन्दा तलतिर भनौँ न, तलतिर क्लोजिङ हुन थाल्यो भने या पछाडि पुल ब्याक आउँदाखेरि सेलिङ सिग्नल देख्नुभयो भने चाहिँ तपाईँले फेरि पनि सेलिङ गर्न सक्नुहुन्छ। अब यसको टार्गेट कसरी लिन सकिन्छ भन्दाखेरि मैले यसलाई डिलिट गर्दैन त। कसरी लिन सक्नुहुन्छ भन्दाखेरि बाई चान्स तपाईँको ब्रेकआउट भयो भने 1:1 को रूपमा हामीले क्यालकुलेट गर्न सक्छौँ। क्यालकुलेट गर्दाखेरि मैले रेक्ट्याङ्गुलरबाट हेर्दै त यहाँसम्मको यति रेन्ज लिनुपर्ने हुन्छ भने त्यसपछि ब्रेकआउट भइसकेपछि यहाँदेखि यतिसम्मको टार्गेट लिनुपर्ने हुन्छ। तपाईँले लिन सक्नुहुन्छ भनौँ न, अहिलेलाई सक्नुहुन्छ। अब बाई चान्स तपाईँको यदि यहीँ सपोर्ट लियो भने त फेरि पनि माथि जाने चान्सेस हाई भयो। त्यसपछि तपाईँको यो ट्रेन्ड यो तपाईँको जुन यो देख्नुहुन्छ यो चाहिँ तपाईँको साइड बेसको रूपमा कन्भर्ट हुने चान्सेस हाई भयो है। अब कसरी ट्रेड गर्ने भन्ने कुरा, स्टप लस कसरी लाउने भन्ने कुरा देखाइदिइहालेँ। अब यसमा मेन भनेको तपाईँको क्राइटेरिया के छ भन्दाखेरि यसमा एउटा डाइभर्जन देखिनुपर्ने हुन्छ। अब हेर्नुहोस् है, आरएसआईमा तपाईँको डाइभर्जन यहाँदेखि यहाँसम्म जाँदाखेरि डाइभर्जनमा आयो। यदि साँच्चीकै तपाईँको डबल टप या डबल बटम बन्नु छ भने डाइभर्जन तपाईँले देख्न सक्नुहुन्छ ओभरसोलको जोनको लेभलबाट है त। ओभरसोलको जोनको लेभल आरएसआईबाट मैले सिकाइदिएँ। आरएसआईबाट तपाईँको ओभरसोल जोनमा तपाईँको गइसकेको हुनुपर्ने छ भने तपाईँको डबल टपको लागि चाहिँ तपाईँको डाइभर्जन चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। डाइभर्जन भ्यालिड हुनलाई चाहिँ यदि तपाईँको डबल टप भन्दा या डबल बटम भन्दाखेरि बाई चान्स तपाईँको डाइभर्जन छैन भने त्यो डबल टप या डबल बटम चाहिँ इन्भ्यालिड हुने चान्सेस चाहिँ हाई हुन्छ। त्यसको लागि चाहिँ भ्यालिडेसनको लागि चाहिँ तपाईँको डाइभर्जन चाहिँ हेर्नु नछुटाउनु होला। अब तपाईँको अझ एउटा भइसकेको एउटा डबल टप हेरौँ त। 1 आवरमा गएर मैले हेरेँ, 1 आवरमा गएर पनि हेर्दाखेरि हेर्नुहोस् त यसमा भइसकेको कुरा पनि देखाइदिनु है त तपाईँहरूलाई। अब यसमा तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि जुन यो हायर हाई लोर बन्दै गइरहेको थियो, त्यसपछि तपाईँको यस्तो यो रेन्जमा सपोर्ट लियो, यो रेन्जमा तपाईँको जुन हाई बटममा रेन्जमा सपोर्ट लियो, त्यसपछि ठुलो क्यान्डल सिग्नल क्यान्डल बनेर माथितिर गयो। तर यो हाईभन्दा माथितिर सस्टेन गर्न सकेन। त्यसपछि फेरि पनि तपाईँको क्लोजिङ भयो। क्लोजिङ हुँदाखेरि तपाईँले यहाँ ट्रेड लिन सक्नुहुन्छ, क्लोजिङ भयो भने।
अब तपाईँको आफ्नो टार्गेट हाम्रो टार्गेट पुगेको छ कि छैन भनेर चाहिँ चेकआउट गरौँ है त एकताल। यहाँदेखि यहाँसम्म हाल्दाखेरि 1 आवरमा 1 आवरमा यहाँदेखि यहाँ सिग्नल इन्ट्री गरेर भनौँ हाम्रो 1:1 को टार्गेट चाहिँ पुगिसकेको छ भनेको मतलब रिस्क जति छ भनौँ रिस्क मिनिमाइज गर्नलाई त तपाईँ 50% लाउने हो अब होइन फुल 1:1 नै हुने हो भने त 1:1 को लागि लिँदाखेरि अलिकति रिस्क हुन्छ त्यही भएर हामी 50% को चाहिँ रुल चाहिँ एप्लाई गरेका थियौँ है त। अब यसमा तपाईँको अर्को कन्डिसन के भनेको थिएँ भन्दाखेरि ब्रेकआउटको साथसाथै डाइभर्जन हुनुपर्ने छ भनेको थिएँ। अब यसमा पनि हेर्नुहोस् त क्लियरली तपाईँको डाइभर्जन देख्न सक्नुहुन्छ। यसमा तपाईँको ओभरबाउटबाट तपाईँको डाइभर्जन चाहिँ देख्न सक्नुहुन्छ। यो डाइभर्जन चाहिँ क्लियर देखिन्छ। यसमा तपाईँको डबल टप भनेपछि यसरी देख्न सक्नुहुन्छ त। यसमा सिग्नल क्यान्डल पनि आइसकेको छ त्यसले कारणले गर्दाखेरि भइहाल्यो। अब तपाईँको 4 आवरमा एक्जाम त 4 आवरमा तपाईँले सेलिङ चाहिँ गर्न सक्नुहुन्छ तर डाइभर्जनको आधारमा मात्र गर्न सक्नुहुन्छ। डबल टप भनौँ न डबल टपको आधारमा गर्न सक्नुहुन्न। अब बाई चान्स तपाईँको ब्रेकआउट भयो भने मात्र यसमा ट्रेड गर्न सक्नुहुन्छ। डेमो ट्रेडिङको लागि मैले अघिल्लो भिडियोहरू बनाइदिएको छु। यसमा आफ्नो स्ट्राटेजी चेक गर्नलाई तपाईँको प्र्याक्टिस गर्नलाई भनौँ न प्र्याक्टिस गर्नलाई त्यो भिडियो हेरेर डेमो ट्रेडिङ गर्न सक्नुहुन्छ। आफ्नो स्ट्राटेजी कतिको राम्रो भइरहेको छ डिसिप्लिनमा बस्न सक्नुहुन्छ कि हुन्न भनेर हेर्नलाई चाहिँ अघिल्लो भिडियोहरू हेर्नु होला। अब हेरौँ है त साँच्चीको ब्रेकआउट हुन्छ कि हुँदैन भन्न चाहिँ हेर्नुपर्ने हुन्छ। अब होइन तपाईँको यसैमा सपोर्ट लिन थाल्यो भने भनौँ न यसमै सपोर्ट लिन थाल्यो भने तपाईँले के पनि गर्न सक्नुहुन्छ। सिग्नल क्यान्डल लियो भने चाहिँ तपाईँको सानोमा रिस्क लिने हो भने मात्र रिस्क लिने हो भने मात्र तपाईँले बाई गर्न सक्नुहुन्छ। अन्यथा यदि तपाईँको ब्रेकडाउन भयो भनौँ न ब्रेकडाउन भयो भने पुल ब्याकमा आउँदाखेरि सेलिङ गर्न सक्नुहुन्छ। भिडियो कस्तो लागिरहेको छ लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। कतिको मन अब हेरौँ 1 आवरमा तपाईँको क्लियर देखाइदिएँ है त। अब अघिल्लो भिडियोमा तपाईँको जुन यो हेड एन्ड सोल्डरको प्याटर्न थियो त्यो पनि टार्गेट पुरा भइसकेको छ। यसमा तपाईँको 1 आवरमा अझ पनि डबल टप प्याटर्न भनेको टार्गेट पुरा भइसकेको छ। अब हेर्नु बाँकी भनेको तपाईँको 4 आवरमा कतिको भ्यालिड हुन्छ भन्ने कुरा मात्र हेर्नु बाँकी छ है त। भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनु भएकोमा धन्यवाद।